शिला के गर्दैछौ? अनि अहिले कस्तो छ तिम्रो मम्मीलाई? जस्तो थियो त्यस्तै छ। निको हुन धेरै गाह्रो छ। अनि सन्तोष तिमी भोलि आउँछौ नि है? म भोलि नआउने भएँ शिला। नआउने अरे? किन आउँथ्यौ त? तिमीलाई मेरो माया लागेको आउँथ्यौ। प्लिज तिमी नरिसाउ न, म अलिअलि समस्यामा छु के। तिमी त सधैँ समस्यामा मात्रै हुन्छ। समस्या नहुने त म मात्र हो। जे गरे पनि गर्नुस्, तर मलाई धोका दिने काम चाहिँ कहिले पनि नगर्नुस् है। डराउनु पर्दैन। अब मेरोमा कहिले पनि परिवर्तन हुँदैन। तर मलाई त्यो प्रियालाई एकचोटि भेट्नु छ। त्यसले मलाई दिएको धोकाको बदला लिनु छ। आखिर त्यो प्रिया छे कहाँ छु मलाई नै थाहा छैन। के सोचेको थिएँ, के भयो जीवनमा? कुन दिनमा दशा लागेर त्यो कान्छीसँग बदला लिन्छु, सागरलाई बेपत्ता पार्छु, अनि सागर र कान्छीलाई छुट्याउँछु भनेर यो जङ्गल पसेछु। कसलाई पापी भनिरहेकी छेस त? आफूले कस्ता कस्ता गल्ती गरेकी छु भन्ने विषयमा कहिले सोचेकी छस्? कान्छी त फेरि यो जङ्गलमा त किन आइस? म यहाँ तेरो अवस्था हेर्न आएकी हुँ। कान्छोले भन्दै थियो तैँले एउटी केटी मन पराएको छस् रे। त्यो केटीले मानी भने त बिहे गर्न पनि चाहन्छस् अरे। कान्छाले सबै कुरा भनिसकेछ। ज्वाइँलाई लिएर बाटोमा फर्किँदै गर्दाखेरि एउटा सोझी केटीसँग भेट भएको थियो। उनको पनि घरबार बिग्रेको कुरा थाहा पाएको थिएँ। त्यसैले मेरो जस्तो दुःख भोगेकी मान्छेले मेरो मनको कुरा बुझ्छिन् कि हाम्रो कुरा मिल्छ कि भनेर कुरा अगाडि बढाउन खोजेको थिएँ। तर अहिले उनको श्रीमानसँग राम्रो सम्बन्ध छ भन्ने कुरा थाहा पाएँ। त्यसपछि त मनै मरेर आयो बुवा। यसरी मन मारेर हुन्छ त? तँलाई तेरो जस्तै घरबार बिग्रिएका समस्यामा परेकाहरूसित बिहे गर्दा तेरो जिन्दगी सजिलै बित्छ जस्तो लाग्छ भने नि त्यस्ता मान्छे त कति पाइन्छन् कति। बरु म खोजौँला नि, चिन्ता नगर। हेर बुढाबुढी कति मिलेका। हे भगवान्, यिनीहरूको जोडीलाई कसैले पनि छुटाउन नसकोस्। हजुर त ठुस्स पर्नु भएको छ त। दाइले सहर जान दिनु भएन भनेर रिसाउनु भएको हो कि क्या हो? त्यस्तो होइन भाउजू, दाइले सहर नजा भनेपछि मैले नजाने निर्णय गरिसकेँ। मैले शिलालाई फोन गरेर म नआउने भएँ भनेको उसले रिसाएर फोनै काट्दिन्। त्यही भएर अलि नरमाइलो लागिरहेछ। सागर, तिमीले मलाई फोन गर्यौ? म गाउँमा छु सलिना, मलाई माफ गरिदियो है। त्यति बेला म केही सोच्न सक्ने अवस्थामा नै थिइनँ। तिमीलाई भेट्नकै लागि भए पनि म जसो तसो बाँचौँला, नत्र म। ल भयो, अब मर्ने कुरा नगर। मैले तिमीलाई एकचोटि भेट्दा तिमी बाँच्छौ भने मैले तिमीलाई भेट्नु केही समस्या होइन। तर मसँग धेरै नजिक हुने, मेरी श्रीमतीलाई गलत सोच्ने यस्तो गल्ती चाहिँ कहिले पनि नगर है। तिमी र म असल साथी हौ, तिमी साथीकै ठाउँमा बस्नुपर्छ। हुन्छ सागर। के भयो? बस्दा यो ज्यान पनि गलिसक्यो होला, भए पनि चिउँछ है। थाकलु अब मेरो काखैमा बह त। अप्ठ्यारो नमान न, आफ्नै सम्झ न। आहा, यता पनि राम्रो, मान्छे पनि राम्रो, सबै थोक राम्रो। आहा, के सोचिरहेको छस् भन् त? के सोच्नु आमा, मैले एउटा कुरा हजुरलाई भन्नै बिर्सेछु। के कुरा भन्न? अस्ति नै मैले रितेलाई भेटेको थिएँ आमा। लाग्ला नजर बैरीको मनमा लाग्छ डर, छुट्ने छैन पवित्र